आजको यात्रा भुटानसम्म। संसारको बाबु नै त्यहाँ घरमा किचनको गाउँ जल के बाबा मैं शीशा आज म पोचन भन्ने ठाउँमा जाँदैछु। हामी बसेको ठाउँदेखि अलिक टाढा नै छ र मेरो लागि नयाँ ठाउँ नै हो। मैले म्यापबाट हेरेर त्यो ठाउँमा जाँदैछु। अब त्यहाँ गएपछि के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउनेछु। भिडियोमा जोडिराख्नु होला। धन्यवाद। कोरियामा जुन कुनामा भए पनि यता सिउ माटोहरू धेरै हुन्छन्। तपाईँहरूले यसमा मन परेको कुराहरू खान सक्नुहुन्छ। भोकै चाहिँ बस्नु पर्दैन किन 24 आवर यो ओपन नै रहन्छ। बिहानदेखि हामी 6 घन्टा लगाएर यो ठाउँको लागि आएको हौँ, पोचन आइथु भेलु। अब यो कस्तो छ भन्ने अब यसको साइनबोर्ड यहाँ देखियो। अब हामी त्यो त उता जाँदैछौँ। अब त्यहाँ कस्तो छ के छ फेरि म यही भिडियो मार्फत देखाउने छु। हस् त, हामी यहाँ चाहिने ट्याक्सी समात्यो पोचन आर्टपेटीको लागि। हाम्रो फ्लाइट यसैमा घुम्ने धोको हो, तर समय अब मसँग धेरै कम छ। हामी चाहिँ नि अब अलि छिटो आउनु पर्ने, अलि ढिलो भएछ र मेरो ठाउँदेखि यहाँ आउन केही नभए नि 7 घन्टा जति लाग्यो। त्यसैले गर्दा समयको अलिकति समस्या भएर आजलाई यसमा चाहिँ नि चढिएन। आज बिहानदेखि 6-7 घन्टादेखि हामी हिँडेको पोचाङ आर्ट भ्याली भन्ने ठाउँमा। हामी आएको त थिएनौँ, फर्स्टचोटि आइयो 2-3 जना साथी भएर। टाढै रहेछ तर जे होस् राम्रो रहेछ यहाँ ठाउँहरू। अब के कस्तो छ म यही भिडियोमा तपाईँहरूलाई देखाउनेछु। 7 देखि 8 घन्टाको हामी ट्राभल गरेर जुन ठाउँको लागि आएको थियौँ यही नै हो पोचाङ आर्ट भ्याली। यहाँ तपाईँहरूले देखिरहनु त झर्ना पानी झरेको झरै छ। अनि यो माथि धेरै माथिसम्म पहाड छ। अहिले हामी चाहिँ यसको चाहिँ इन्ट्रेस्टमा प्रवेश मात्रै गरेका छौँ। अगाडि के छ भनेर म तपाईँहरूलाई देखाउने छु। जोस् यो